हेलो साथीहरू, आज म देखाउन गइरहेको छु तपाईहरुलाई क्यासु चिकनको रेसिपी। यो हामीले अलिकति यसमा चाहिँ बोनलेस चिकन लिएका छौं, बोनलेस हो यो। अनि यसमा हामीले अलिकति क्यासु नट अनि चिल्ली फ्लेक्स र ड्राई चिल्ली लिएका छौं। अब तपाईलाई मैले चाहिँ देखाउन गइरहेको छु। यो हाम्रो चाहिँ जिन्जर गार्लिक पेस्ट हो। यो उताको रातो चाहिँ तपाईको टमेटो पेस्ट हो, त्यो भिनेगर हो। अनि हाम्रो सोया सस राखेको छौं, त्यसपछि रेड चिल्ली पेस्ट हो यो। अनि यो चाहिँ हल्का साल्ट हो, यो व्हाइट पेपर भइहाल्यो। अनि व्हाइट पेपर अलिकति चपेड गार्लिक हो यो चाहिँ सेलेरी लिक्स हो यो चाहिँ। अनि त्यसपछि ग्रीन चिल्ली राखेका छौं हामीले, यो चाहिँ जिन्जर भइहाल्यो। अदुवा भनिन्छ यसलाई, जिन्जर। यो चपिङ अनियन चाहिँ यति मात्रै हामीले थोरै क्वान्टिटी भएको हुनाले यति मात्रै लिएका छौं। र हाम्रो यो चाहिँ कर्नफ्लोर र मैदा हो यो हैन, मकैको पिठो। मकैको पिठो भन्नाले अब चाहिँ कर्नफ्लोर भनिन्छ यसलाई इङ्ग्लिशमा। अब हामी लागौं म्यारिनेट तर्फ। यसलाई हामीले चाहिँ अब कर्नफ्लोर एड गर्दैछौं। कर्नफ्लोर एड गरिसकेपछि फेरि हामीले थोरै मैदा एड गर्नेछौं। तपाईलाई म डिलिसियस एकदमै राम्रो स्वादिष्ट क्यासु चिकनको रेसिपी देखाउन गइरहेको छु। घरमा बसेर मजाले ट्राई गर्न सक्नुहुन्छ है त साथीहरु। यसमा म एड गर्दैछु गार्लिक पेस्ट, अनि यसमा म राख्न गइरहेको छु तपाईको चिल्ली पेस्ट। यो रातो खुर्सानीको चिल्ली पेस्ट बनाएर राखिन्छ हामीले, प्राय रेस्टुरेन्ट होटलहरुमा हामीले पेस्ट बनाएर यसलाई युज गरिन्छ। तपाईले पनि घरमा बनाउन सक्नुहुन्छ। यो टमेटो एड गर्दैछु, टमेटो पेस्ट हो यो, टमेटो सस। यो भिनेगर एड गर्दैछु मैले यसमा। अनि यसमा अलिकति सोया सस जान्छ। त्यसपछि तपाईको यसमा चाहिँ अलिकति व्हाइट पेपर एड गर्दैछु, हेर्दै जानु होला राम्रोसँग। अनि स्वाद अनुसार आफुलाई चाहिने कति आवश्यकता अनुसारको नुन पनि एड गर्दैछु। त्यसपछि यसमा मैले अलिकति अन्डाको योग, सो पहेँलो भाग छोडेर यसमा व्हाइट पार्ट मात्रै युज गरिन्छ। आफुलाई आवश्यकता अनुसार क्वान्टिटी अनुसारको युज गरिन्छ यसमा। यो धेरै सजिलो र स्वादिलो रेसिपी छ एकदम। तपाईले आफ्नो घरमा मजाले बनाएर खान सक्नुहुन्छ परिवारको साथमा। अब हामी यसलाई राम्रोसँग मिक्स गरेर केही बेर यसलाई म्यारिनेट गरिसकेपछि राखे भने अझै राम्रो टेस्ट आउँछ। र हामी अब राख्नेछौं यसलाई चाहिँ फ्रेश ओइलमा फ्राई गर्न जाँदैछौं। फ्रेश ओइलमा फ्राई गरिसकेपछि यसको ब्राउन कलर आउनु पर्ने हुन्छ। स्लो फायरमा तेल तताएर राख्नु होला। अनि त्यसपछि तपाईले यसलाई फ्राई गरेर हल्का ब्राउन कलर आउने बेलासम्म फ्राई गर्नुपर्छ यसलाई। हेर्दै जानु होला। यो चाहिँ हाम्रो जुलियन कटिङमा छ, स्ट्रिप कटिङ पनि भन्छ यसलाई, जुलियन कटिङ पनि भनिन्छ। र यस्तो प्रकारको ब्राउन कलर आइसकेपछि हल्का क्रिस्पी हुनुपर्छ यो, हेर्न सक्नुहुन्छ। अब हामी चाहिँ यो कुकिङ तर्फ जाँदैछौं। अहिले यसमा ओइल एड गरेको छु, त्यसमा ड्राई चिल्ली र होल क्यास्यु नट जाँदैछ यसमा। हेर्न सक्नुहुन्छ राम्रोसँग हल्का ब्राउन कलर हुनुपर्छ यो। अब यसमा मैले चाहिँ गार्लिक एड गरेको छु, चपिङ गार्लिक हो यो। त्यसपछि जिन्जर एड गर्दैछु यसमा।
यो सेलेरी लिक्स हो, चप गरेर राखेको हामीले। यसमा ग्रिन चिल्ली पनि एड गर्दैछु, हेर्न सक्नुहुन्छ। हल्का ब्राउन कलर आउने बेलासम्म यसलाई भुट्नुपर्ने हुन्छ। यो चपिङ अनियन भइहाल्यो, चपेड अनियन। चपेड अनियनलाई पनि राम्रोसँग फ्राई गरेर सबै मिक्स गरेर ब्राउन कलर आउने बेलासम्म यसलाई फ्राई गर्नु होला। राम्रो टेस्ट फ्लेभर निकाल्नको लागि यो सबै कुराहरूलाई राम्रोसँग फ्राई गर्नुपर्ने हुन्छ। यो चिल्ली पेस्ट मैले एड गर्दैछु यसमा, यो हल्का स्पाइसी हुन्छ। र यो चाहिँ टमेटो सस भइहाल्यो। यो थोरै भिनेगर एड गर्दैछु मैले। अनि यसमा जाँदैछ तपाईँको थोरै सोया सस, त्यस पछाडि स्वादअनुसारको तपाईँले यसमा वाइन पेपर एड गर्न सक्नुहुन्छ। स्वादअनुसार सल्ट, नुन पनि राख्न सक्नुहुन्छ। अब यसमा थोरै पानी एड गरेर पछि हामीले मिक्स गर्नेछौँ यसलाई। हल्का यो चिल्ली फ्लेक्स चाहिँ हाल्न नबिर्सनु होला, आफूलाई कतिको पिरो चाहिन्छ त्यो अनुसारले। यो चाहिँ कर्नफ्लावरको घोल बनाएर राखेको थिएँ मैले यसलाई, होइन, पानीमा कर्नफ्लावर गरेर। अब यो फ्राई गरेको चिकन हामीले एड गर्दैछौँ। यसलाई राम्रोसँग फ्राई गरेर यो सससँग यसरी मिक्स गर्नुपर्ने हुन्छ। राम्रोसँग फर्काइ यसलाई राम्रोसँग मिक्स गरेर यो भित्र यसको ससहरू सट्ट अब्जर्भ गर्ने बेलासम्म यसलाई ससलाई टक्क मिक्स गरेपछि माथिबाट अलिकति यो स्प्रिङ अनियन भनिन्छ यसलाई, हरियो प्याजको पत्ता हो यो, काटेर सानो टक्क पारेर अब चाहिँ प्लेटमा सर्भ हुँदैछ यो हाम्रो, हेर्न सक्नुहुन्छ। यसरी टक्क मिलाएर सर्भ गरेर गार्निसको साथमा हेर्दाखेरि पनि एकदम आकर्षित र आकर्षण हुनुपर्छ। खानेकुराहरूलाई कहिले पनि प्लेटमा राखिसकेपछि हेर्दा नि आहा भन्ने खालको हुनुपर्छ। र म यसमा अलिकति मैले फ्राई गरेर राखेको क्यासु नट छ, यो चाहिँ काजु हो, हल्का ब्राउन कलरमा फ्राई गरेर राखेको, र मैले यसमा एड गरेर टपिङ गर्दैछु। यसको नाम चाहिँ क्यासु चिकन भनिन्छ। र साथीहरू, तपाईँले पनि आफ्नो घरमा बनाएर परिवारको साथमा खान सक्नुहुन्छ। एकचोटि अवश्य ट्राई गर्नुहोला घरमा। र साथीहरू र मेरो युट्युब च्यानललाई तपाईँहरूले माया गरिदिनु होला। हस् त, थ्याङ्क्स फर